हेलो साथीहरू, नेपालको विकास पूर्वाधारहरू निर्माण गर्नको लागि त्यो विकास पूर्वाधार कोषमा चाहिँ हामीले पैसा जम्मा गर्दिनु भनेर अनुरोध गरेको रहेछ नेपाल सरकारले। तर त्योभन्दा अगाडि तपाईँहरूले जुन छ केपी ओली, शेरे, प्रचण्डे अनि आरजु, गगन थापा जो छ भ्रष्टाचारीहरू, तिनीहरूले खोजेको भए त्यो भौतिक पूर्वाधारहरू बनाउने जिम्मा हाम्रो हुन्थ्यो होइन। हामी जो तपाईँहरूले नभनिकन पनि हामी त्यो कोषमा हामी पैसा पठाउँथ्यो, केही फरक पर्दैन थियो। तर तिनीहरूलाई नै तिनीहरूलाई जे गर्नुपर्ने थियो त्यो गर्न सकिएको छैन। त्यही भएर म चाहिँ यो विषयमा, पैसा पठाउने विषयमा चाहिँ अहिले म एकदम चुप लाएर बस्छु। पहिला तपाईँहरूले त्यो काम गरेर देखाउनु। 1000 प्रति व्यक्ति 1000 को दरले उठाएको छ भने सबैको मन मलाई जहाँसम्म सबैको मन खुसी भएर आफूले सकेको 10,000 20,000 जति पनि आउँछ, तर त्यो काम चाहिँ गर्नुपर्छ तपाईँहरूले।